नमस्कार भने पनि पहलास भने जस्तो छ। नमस्कार त्यसरी हुन्छ उजुरी हाल सँग म झगडा गर्न आएको होइन पुण्यजी हेर्नुहोस् म वैचारिक बहस गर्न आएको। के कफी खाउन आउनु भयो त झगडा न हैन मलाई गुन्डा नभन्न ठान्नु होला हैन तर गलत भएको ठाउँमा दुई चार मिनेट बजाउन पनि कलाकार हो त। पल्टनको टोली घन्ट्यो मादल पल्टनको टोलीले भनेर ढ्याप्प यस्तो गरेछ। अब हेर्नुस् त अब काहीँ मेरो आक्सको छम्मा पैसा चट सल्टी टेकी ट्यास भनेको छ। काहीँ चाहिँ ओ माई चाङ खाने होइन छ्याङ। पुण्य दाइको टिकटकको कुरा त हामीले गरे। पुण्य गौतमजी हजुर तपाईँ देशका लागि वकालत गर्दै हुनुहुन्छ, धन्दाको लागि तपाईँ आज टिप्पणी गर्दै हुनुहुन्छ। उल्टो बोक्ने धन्दा झन्डा जलिराख्दाखेरि कुन दोमा छिरेको छ? कुन दोमा मुसो हो र छिर्न दोमा अहिले ऱ्यापको ठाउँमा टाइपको गीत बजाएर यो के नौटङ्की गाइरहेको मान्छे हो। मान्छेले भोग्दैन, मान्छेले आफ्नो आवाज बुलन्द गर्छ। अरू कुरा अन्त चैतमा जनता जस्तो मेरो घोक्रो सुकिसकेको छ। म तपाईँलाई भन्न चाहन्छु आज चाहिँ पानी खाएको बेला अब्जेक्सन नगर्नुहोस्। यो लडतडो कुरो होइन, चान्चुने कुरो होइन। हेर्नु न कस्तो तपाईँहरूको कानले धोका दिएको। मैले त कति सम्मानका साथ रानीका छोरा भनेको उहाँले रानीका छोरा सुन्नु भयो। हावा कुरा सुनेर त भएन नि। तपाईँले लाखौँ लाख खानुभयो अरे। मैले नि फेसबुकमा पोस्ट गरेको थिएँ मलाई पुण्यजीसँग म बस गर्दिनँ भनेर। मैले भन्दा तपाईँले किन झुक्याएर बोलाउनु भयो मलाई? उहाँले मसँग डिबेट गर्न चाहनु भएन। त्यसकारण आदरणीय दर्शकवृन्दहरू माफ गर्नु होला। नबोलाएको ठाउँमा पाहुना लागेर जानु हुँदैन। म त उहाँ शालीन सभ्य भव्य ढङ्गले आउनुहुन्छ भन्ने ठानेको थिएँ। उहाँले डिबेट गर्न चाहनुहुन्छ भने कोही बात छैन। बस्नुस् न तपाईँ एकछिन बस्नुस्। उहाँले भन्नु पर्यो। किन भन्नु मैले उहाँ कुन के यो तपाईँ छलाङ्गे कि छौडा समूह कताको? तपाईँ अरिङ्गाल छौडा छलाङ्गे के होला? होइन अरिङ्गाल तपाईँ नै होला। तपाईँकै नेताले भने हो त मैले भने। यस्तो तुच्छ शब्द यस्तो निर्गुणी शब्द तपाईँ किन प्रयोग गर्नुहुन्छ? सुरुमै जब तपाईँले यो डिबेटमा सेयर गरिदिनु भन्नुभयो नि कुन नैतिकताले भन्नुभयो? अहिले सुन्न चाहन्छु अर्जुनजी तपाईँको च्यानलको लोयल्टी के हो? मलाई शङ्का लाग्यो। हेर्नुहोस् तपाईँले निष्पक्ष सन्तुलित भएर एक्युरेसी ब्यालेन्स क्रेडिबिलिटी एकदमै एबिसी टेलिभिजनको नाम भने होइन यसलाई कायम गर्नुपर्नेमा तपाईँको सन्तुलनको तराजु चाहिँ कता कता उहाँतिर बढी ढल्किए जस्तो लाग्यो। तपाईँको नियत गङ्गाजी जतिकै पवित्र होला, बाहिर चाहिँ अलिकति ढलमती मिसिएको जस्तो मलाई दृष्टिभ्रम भएको होला। यदि मेरो दोषी चस्मा छ भने धुलो पुछौँला। नीति वा टाटा बाई बाई गरेर नेपाली जनतालाई अब म कहिल्यै आउँदिनँ भनेर नागार्जुन गएकाहरू कविता लेख्न बसेका पूर्व राजालाई तपाईँ राजाभन्दा चर्को राजावादी नभन्नुहोस्। उहाँ आफै आउनुहुन्न हृदयेन्द्रलाई भोलि स्थापित गर्नको निम्ति। तपाईँ मेरो शरीरमा हात नलाउनुहोस्। तपाईँले जे पनि गर्नुहुन्छ तपाईँले यो बुम समाएर ऐक्य गर्न खोज्नु भएको। हान्नुहोस् तागत भए तपाईँले तागत भए हान्नुहोस् मलाई ल। म पनि प्रतिकार गर्न तयार छु तपाईँसँग। के कुरा गर्नुहुन्छ? छातीमा बल हामीसँग छ प्रतिकार गर्छ। न त मेरो छेउैबाट आउँछ मिसकल गर्छ हिँड्छ। अहिले पनि मिसकल आइरहेछ। तिनै जनताले हेर्नुहोस् है नेपाली जनताले तपाईँलाई जहाँ भेट नि ती तपाईँको भत्किने गरी हान्लान्। गोपालको गीत गाउनुहोस्। उदित नारायणको गाउँछु। तपाईँले भन्दैमा हुन्छ? गाउनुहोस्। अहिले गाउँदिनँ पछि गाउँछु। अहिले गाउनुहोस्। ओराली लागेको हरिण के हाल भू बाचुन्जेलसम्म पनि मरेकै चाल भू। आया मरे बाबा भन्ने कुरा त तपाईँले त्यो एक्टिङ गरेको भन्ने छ नि। एक्टिङ हुन्छ दुखेपछि। तपाईँलाई परेकोलाई थाहा हुन्थ्यो कति दुख्यो कति पोल्यो कति के भयो तपाईँलाई के थाहा त्यो कुरा? पुण्यजी तपाईँ एयरपोर्ट जानुहुन्छ? एयरपोर्ट चन्द्रमा पो त जान्छु। वायुयान भयो भने मङ्गल ग्रहमा त जान्छु। एयरपोर्ट भने के हो? डाका भन्नुभएको छ नि तपाईँले त। अहिले त दर्शकहरूले डाका धेरैले भन्नुभएको छ। तपाईँले काका भने कि डाका? डाका डाका किन भन्नुभयो तपाईँले? तपाईँले जनताले के गरी कसको घरमा डाका डाली पुलिसले गरिदिउनुहोस्।
अलिकति अग्लै छु म मैले देखेको छु आवश्यक भन्दा ज्यादा बाम पुड्के देखाइएको छ मलाई यो कुर्सी हो यसरी हान्छ मान्छेले यसो गर्छ त्यस कारणले गर्दाखेरि यसरी ढुङ्गामा ल यो चक्का छु यसरी बजार छ त त्यस कारणले गर्दाखेरि माफ गर्नु होला यो मैले एउटा तपाईलाई उदाहरणको रूपमा भनेको जाँड बक्सी चुरोट बिडी खैनी सुपारी पान गाँजा भाङ जिन्दगीभरि नखाने एक खाँको खैनी खाएको छैन एक सरको चुरोट तानेको छैन एक गिलास हो म टन्न पिउ एउटा देशको युवाले चाहिँ केही गर्छु भन्दै गर्दा तपाईँ खुट्टा तान्दिने तपाईँ जस्तो मान्छेले किनभने आफू तपाईँ दिगो समाजमा चाहिँ एउटा जनताको माया आशीर्वाद पाइसक्नु भएको खुट्टा ताने भिडियो छ नचाहिएको भए गर्ने के गर्नु खोजेको त्यसरी कहाँ भिडियो ल्याउनुस् खुट्टा कतिपयले भनेका छन् कर्णालीमा उहाँ जुन कलेजमा पढ्नुहुन्थ्यो त्यो कलेजमा 3 जना मध्ये थर्ड हुनुभयो